भिडियो सुरु हुन्छ। आयो यो आइते मेरो बाटो खाली गर, तिम्रो कथा मेरो कुरा कसले सुन्ने यहाँ भर। सडकमा बिछिन्छ धुलो मेरो पाइला, कसले रोक्छ। आयो यो आइते हिँड्दैछु आफ्नै बाटो, आयो यो आइते तिमीहरू सबैको दाइ। वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबैजना सन्चै आराम हुनुहुन्छ होला, हामीले एकदम सन्चै आराम छ है। हामी चाहिँ अहिले साधना हुन्छौँ साथी अहिले अगाडि प्रवेश गरिसकेका छौँ अनि हामी चाहिँ हाम्रो एट्र्याक्सनहरू भनेपछि सिजनको यो बिगरसम्म मात्र हुनेवाला छ है साथीहरू। तपाईँले बाटोहरू कस्तो देखिन्छ कसरी त्यो चाहिँ हामीले म तपाईँहरूको भिडियोमा देखाउँदै छु साथीहरू। त्यही हो अनि क्यामेराम्यानमा चाहिँ आइतरा विश्वकर्मा छन् अनि म छु। हजुर साथीहरू त्यही हो। अब भिडियो चाहिँ सुरुदेखि अन्त पुरा हेरिनु होला भन्न चाहन्छु। आज हाम्रो यात्रा भएको चाहिँ धेरै लामो भइरहेको छ हल्का फुल्का होइन, तपाईँ हेर्दै जानु होला धेरै नै हो। जो साथी अहिले चाहिँ अब रोपा र प्युठानको सिमानामा टक्क आइसकेका छौँ है साथीहरू। त्यो बन्दाएर अगाडिबाट यस्तो उकालो उकालो बाटो चाहिँ जानुपर्ने हुन्छ साथीहरू है। पछाडिबाट क्यामेराम्यानमा चाहिँ आइतरा विश्वकर्माले चाहिँ साथ सबै दिइरहनु भएको छ है साथीहरू। त्यही हो हामी चाहिँ अब त्यो प्युठान जाने भनेर निस्केको। अब हामी चाहिँ तपाईँलाई एकदमै राम्रो ठाउँ देखाउनु होला। अब हामीले सबै सिमाना भन्दा चाहिँ आएको प्युठानको यो के अरे देउराली नाम पनि उति यार दिमागमा भयो देउराली अब निस्किसकेका छौँ है साथीहरू। पसलमा आइयो यो पार देखाइदिउँ त एकदम देख्नुहोस्। यदि राम्रो गाउँहरू देख्न चाहने हुन्छ यति भवाल छ कि यो चाहिँ देउराली है साथीहरू। देउराली है हामी चाहिँ देउराली आइसकेका छौँ। क्यामेराम्यानले चाहिँ क्यामेरा घुमाइदिइरहेको छ है तपाईँहरू आउनु पनि भयो होला यहाँनिर देउराली भन्ने बाटो देखियो यात्रा कपाल काट्ने बाटो 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 गाइजहरू। अहिले चाहिँ हामी चाहिँ देउराली लगाएर चाहिँ हामी चाहिँ फादलको चाहिँ क्रस गरिसकेका छौँ साथीहरू। पार्टीको भित्र एकदम बगाल छ यहाँ अलिकति पानी पानी प्युठानका नेताजीहरू हेर्नुहोस् यस्तो बाटोमा यसरी जाने हो बाटो चाहिँ हेर्नु पार्टीतिर कुची दिइरहेको छन्। हेलो नानी घाम डाल्छौ उपाय देखाइदिउँ नि त अनि माथि लिस्ने डाँडा लिस्नेको पछाडितिरको ब्याकग्राउन्ड है साथीहरू एकदमै तलतिर पनि देखाइदिउँ नि त। त्यो चाहिँ है गाउँ पनि देखाइदिउँ तल हेर्नुहोस् तलतिर गाउँघर यति बबाल छ। तर यो बाइकको चाहिँ टायर चाहिँ लास्टै पङ्चर भएर है एकदमै बस्ने छ साथीहरू गाउँदेखि। त्यो चाहिँ साथीहरू डुम्री काँडा है भेली बाजेको घर गाउँ है साथीहरू। हामी चाहिँ जे सबै यसरी जाँदैछौँ है। यो प्युठानमा बाटो लास्टै गएर मलाई पुरै राम्रो छ तर यस्तो छ। अनि के भयो कसैको तार त ठिक छैन अगाडि त लास्टै ढ्याँच चाहिँ बसाएको क्या तर केही छैन। देखाइदिनु ऊ त्यो चाहिँ पूर्ण गाउँ है साथीहरू। त्यो चाहिँ पूर्ण गाउँ अनि पार्टीतिर देखिन्छ झुम्री काँडा है झुम्री ढाबा देख्न सक्नुहुन्छ। एकदमै राम्रो क्या पार्टीतिर यति राम्रो है यति राम्रो जिस्नीको डाँडा पनि देख्नु। जो आज मौसम चाहिँ एकदमै राम्रो गरिरहेछ साथीहरू। त्यही हो बवाल मौसम। यो थाहा चाहिँ यसरी नै जानु पर्ने हुन्छ यस्तो बाटो। अनि हिटीमा गोठ घर जलेको भएछ यार अनि के अरे पारीतिर के तोरीहरू पनि फुलेर दाना निक्लिसक्यो रहेछ। अब हामी चाहिँ सब देउराली हो या त फालतुका दृश्य चाहिँ खाऊ तर हामीले यसरी आइरहेको छौँ। यहाँनिर चाहिँ अब बाटो भने चाहिँ यस्तो अवस्थामा छ साथीहरू आइसकेको छ तर जाडो पनि यहाँ अलिकति घुस्की छ
है साथीहरु हे सबैजना चाहिँ भिडियो चाहिँ सपोर्ट गरिदिनु होला भिडियो यसरी हामी हिँडिरहेको छौँ पानी समिन्छ टेस्टी गरौँ त गइरहेको बेलामा थापा किराना पसलमा हामी आइसकेका छौँ है साथीहरु थापा किराना पसललाई पनि हामीले प्रवेश गरिसक्यौँ घाँस पक्रा आउनु भएको छ दिदीले अनि यो सभा हामी चाहिँ एकछिन पनि हामीले ढुङ्गे खाडी गइपुग्छौँ बाटो कस्तो छ तपाईँहरूले हेर्नु होला यो बाटो चाहिँ बाटो एकदम देखाइदिनु पर्यो है आइतराम बाटो चाहिँ एकदम देखाइदिनु नै हो होइन तर हामीले पारितिर स्कुल जाँदैछन् क्या हो नानी साह्रो समस्या चाहिँ हुँदैन है सरकार किनभने चाहिँ हामी चाहिँ त्यस्तोमा चाहिँ चलाइ चाहिँ बानी परिसकेका हो हामीले टेन्सन नै हुँदैन तर अब त्यति साह्रो प्रकृतिमा पनि अब बाटोको गति त्यस्तै छ है बिस्तारै जाने हो होइन तर हेर्नु चाहिँ बाटोमा चाहिँ बाटो पनि यस्तो ढुङ्गा झेङ्गट्ने टाइपको छ क्या अनि यो हिल्ला हाम्रो क्यामेरा पनि खस्ला डर लाग्छ म त खस्दैन टेन्सन नगरेर राजा आएपछि हुने हो क्या गाइस यतिको समाधान त रक्सिन त फेरि देख्दै मजा हुन्छ नि त हौ तर के गर्नु तर यहाँनिर चाहिँ यति राम्रो बनायो ढुङ्गा निकाल्दा तर साथीहरू यसमा चाहिँ ढुङ्गा निकाल्दा तर तपाईँहरू यो भिडियो हाम्रो तपाईँहरू विदेशदेखिबाट कहाँदेखिबाट हेर्नुहुन्छ हेरिदिनु होला लाइक कमेन्ट सेयर साथ दिनु होला होइन हाम्रो चाहिँ यति राम्रो आज देखाइरहेका छौँ हाम्रो नेपाल रोल्पादेखि लिएर अनि नेपालमा यति पहाड छ यति उ छ होइन राम्रो ठाउँहरू छ तर बाटो भनेपछि लास्टै हेर्नु बाटो पनि यस्तै हो गाइडहरू यहाँ चाहिँ बाटो चाहिँ लास्टै चिप्लो रहेछ है तर केही छैन तर यतिमा यति चाहिँ दिनै पर्छ क्या साथीहरू दिनै पर्छ डराउनु भएन है यति त दिने नै हो क्या अनि यति दिएको आनन्द आउनु त तर हुन्छ होला सायद पछि मर्मत हुन्छ होला यी पाइपहरू पनि जोडेछन् खानेपानी दोकान पाइपहरू बनाएर अनि पानी ल्याउने प्रश्न भइरहेको छ यहाँनिर पनि र मलाई अचम्म लाग्ने कुरा चाहिँ यो जहाँ चाहिँ यति धेरै बजेटहरू पर्छ यो ढुङ्गाको सरकार गर्नु पर्ने भन्ने चाहिँ यो के हो म चाहिँ बोल्न चाहिँ सकेन भइसकेको थियो मैले भुल्न नसकेको कुरा हामी बजेट त सीमित नै आउँछ भने हामीले चाहिँ जनताले त्यो दुःख भयो कि भन्ने हो उनीहरूलाई चाहिँ भन्न अब अर्को दिन होला तर हामी चाहिँ भन्ने चाहिँ त्यस्तो भन्ने मात्रै हो बाटो पनि घुम्दैछ अनि स्टोरीहरू खुलेर त्यसले यो चाहिँ बाटो भनेको चाहिँ त्यस्तै हो साथीहरू देखाइदियो त्यो बाटो कस्तो छ जस्तो अब हामी चाहिँ लगभग अन्तिम चरणमा छौँ है साथीहरू चाहिँ अब एक ठाउँको मारिसकेपछि हामी चाहिँ सिधै तल्लोपट्टि जान्छौँ त्यो ठाउँ चाहिँ मलाई पहिला पनि हिँडिरहेको छ त्यही भएर चाहिँ ठक्क लाएर अब ठक्क लाएर अब जाने हो कि होइन है त्यो हो अन्तिम अब हामी चाहिँ अन्तिम बाटो पनि घुम्दिसकेर त्यही कारणले आइराम बरे बाटो चाहिँ टक्क हो बाटो देखाउनु त बाटो देखाइदिने हो क्या बाटो देखाइने हो बाटो चिल्ली बाटो जहाँनिर शीत परेका हुन्छ त्यहाँनिर घाम पनि लाग्दैन त्यही कारण बाटो पनि गिल्ला भइरहन्छ हिला
सम्पूर्ण प्युठानका सम्पूर्ण साथीहरू यो बाटोलाई चाहिँ सुधार्नु पर्यो क्या कति हाँस्ने म त कति हाँस्ने यो बाटो देखेर म त हाँसिँदै मर्ने भए भनेको बाटो 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 एकदमै राम्रो बनाएको होइन चिल्लो छ कोही ठाउँमा ग्यास गर्दै हिँड्ने हो बाटो कोही ठाउँमा बवाल हुन्छ कोही ठाउँमा अब त्यस्तै छ शीतहरू हुन्छन् के र यही नै हो हाम्रो गाउँ घर भनेको बाटो हुँदैछ पछि पछि यस अब हामी चाहिँ पूर्ण गाउँको आसपासमा आइसकेका छौँ साथीहरू देख्न सक्नुहुन्छ नेताजीहरू बाटोलाई चाहिँ एकदमै सुधार्नु पर्यो क्या रक्तिने बनाउनु पर्यो है रक्तिने बनाउनु पर्यो भाषणहरू छोडेर भएन नि त है भन्यो भने अलिकति बचतहरू पनि आयो होला चाहिँ खै नेताहरूले के पर्छ के गर्नु भएको छ नेताहरू यो बाटो चाहिँ अलिकति ठिक गर्नु पर्यो हामी त के गर्न सकिन्छ र परदेशी मान्छे अब कमाउन जान पऱ्यो घरमा बसेर पुग्दैन होइन त्यही हो त्यो घरमा नेपालमा त जागिर मिल्ने कति हुन्छ उति मिल्दैन भने जस्तो मिल्न त मिल्छ त मिल्नेको मिलिरहेको छ त्यही हो बाटो चाहिँ बवाल छ है यतिको बाटो चाहिँ हुनु पर्यो टक्क लाएर कि गाडी यतिको चाहिँ हो के त्यहाँ चाहिँ पानी रहेछ यसमा चाहिँ पानी उब्रिनु रहेछ गइरहेछ आयो ती पानी हजुर यो भिडियो चाहिँ बवाल भइरहेको बवाल पछि कि आँटा छैन होला बुझ्न सक्नुहुन्छ हाम्रो यहाँ चाहिँ दुश्वार तर चिसोको लास्ट एकदमै लास्ट चाहिँ चिसो हो क्या हामी हिँडिरहेका छौँ बाटो बाटोमा एकदमै बवाल दिने हो यति बाटो चाहिँ बनाउनु पर्यो क्या माथितिर पनि बिजुलीको ट्रान्सफर्म यस हो तर यो चाहिँ कति सानो रहेछ तर यहाँहरू कहीँ छैन हामी चाहिँ यति किनिहाल्छौँ है तपाईँ हेरेर चाहिँ कहाँ बाइक त माथि जान्छ हौ के गर्छ आइतेले गर्छ के गर्छ भनेपछि यताउता काम गर्ने काम गर्छ मस्त दिने हो गाइस बाटो अप्ठ्यारो घाँस बोकेर जान लाग्नु भएको छ मान्छेहरू दुःख गर्छौँ हामीले बिहान जाने घाँस काट्छौँ अनि यहाँहरू पनि त खोलाएर घाँस काटेर आउँदै हुनु नै रहेछ एकदम धुलो पनि एकदम उड्यो है के तर खैर कोही छैन हामी भनेको आइते हो आइते कुकुर काइते आइते हजुर तिम्रो खासमा को आइदियो जस्तो आइते यार अब त्यो बुवामा नाम त्यही आइतबार जन्मेको कारणले हो त्यो तिम्रो नाम त चैते राख्नु पर्ने हो गाइज हामी चाहिँ यस्तो देखाउँ त यहाँ बाटो जो सब हामी चाहिँ आइसकेका छौँ है हामी चाहिँ कहाँ आइपुग्यौँ भने पूर्ण गाउँको मुनि तर यो यस्तो बाटो हुँदै यस बाटो चाहिँ यस्तो भन्न चाहिँ मिल्दैन है साथीहरू चाहिँ एकदमै राम्रो छ
त्यही हामी चाहिँ यतिमा चलाइहाल्छौँ उपातिर देखाइदिउँ नि त यो चाहिँ ओबाङ पर्छ के भन्छ है थाहा भएन माथितिर देखाइदिउँ नि त यो चाहिँ के पर्छ त्यो चाहिँ थाहा भएन तर एकदमै राम्रो देखिरहेछ जस हामी चाहिँ त्यहाँनिर घुम्न पनि जान पाएनौँ हामी चाहिँ हेर्दैछौँ देख्न पाएन यहाँनिर चाहिँ बाटो भनेको एकदमै त्यो छ तर मैले भने म अब त्यसरी नै चलाइदिइरहेको छु गाइस अनि खोला हेर्नुहोस् खोला 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 देश है खोलाले चाहिँ तल खेतहरू पुर्नेको अवस्था हो यति ल त्यो चाहिँ पुल पुर्देकै छ गाइस 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 हामी आइसक्यो हो पुरा भर्केर छ उता हेर्दैछौँ त बाटोमा हामी चाहिँ यसरी यसरी चलाएर पानी 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 आता है जस हामी चाहिँ त्यो डाँडा हुँदै आएको अघि नै हामी त्यो धारा हुँदै आएको हेर्नुहोस् न त्यो जस हामी चाहिँ यति तल आएका छौँ अझै बाटो भनेको यस्तै छ त्यस अब अझै त्यो छ साथीहरू यो खम्बा चाहिँ किन हो है यो चाहिँ पुरा होइन के हो ढल्न लाग्छ छ त सबै बाङ्गो बाङ्गो पनि सबुत पनि भइ छैन यस साथीहरू चाहिँ अगाडि हो यो बाटो देखौँ त हेर्नुहोस् बाटो बाटो चाहिँ एकदमै पवालै छ यो चाहिँ त्यो बाटो देखाउँ त देखिरहेको छ क्या त्यही हो त किन हो के साथीहरू हेर्नुहोस् न बाटो खोला यता वाल छ हिटीमा तर ढुङ्गा छ हल्का फुल्का त्यही पनि चलाइदिएछौँ रहिहाल्छ बाटो चाहिँ एकदमै मेरो बाइकमा चाहिँ त्यो साउन्ड चाहिँ दिइरहेको तर मैले चाहिँ एउटा रेकर्ड गर्नु देखिरहेको थियो एकदमै राम्रो देखिरहेको हाम्रो बाइकमा चाहिँ अलिकति हावा कम छ र त्यही कारणले हो मस्त चाहिँ यो साथीहरू त्यो चाहिँ ओबाङ है ओबाङ गाउँ कुखानको ओबाङ अनि यहाँनिर चाहिँ माथि हौ यहाँनिर चाहिँ तपाईँ आउनुहुन्छ यहाँनिर चाहिँ यो चाहिँ माथि पूर्ण गाउँ जाने बाटो है साथीहरू एकदमै अप्ठ्यारो छ बाटो चाहिँ अब ठिकै छ तर त्यही हो कि बाटो त अलिक सानो छ है साथीहरू यो चाहिँ अब बिजार जाने बाटो अब यहाँदेखि हामी चाहिँ टक्क लाएर बिजार जाने बाटो चाहिँ यस्तो छ तर यहाँ चाहिँ बाटो चाहिँ चिल्लो बनाएको रहेछ दसैँ तिहार बेला बिहारमा थोरै मुस्किलले लगेर गएको हुन्छ लाग्छ कि अब बर्खा पनि माथि भलहरू पानी आउने छ त्यही कारण चाहिँ बाटो बिग्रिरहने छ यहाँनिर तपाईँहरू देख्न चाहनुहुन्छ देखिरहेछ पुरा अझै हामी त पारि घुम्ती भएर जान्छ होला होइन अझै कहाँ उपारि होइन यताबाट जाने त्यो त उबाङ जाने खालको के ए हामी चाहिँ यसरी हामी यहाँ तलबाट त्यो त उता जान्छ तलबाट ठिक छ हामी त टक्क लाएर त्यहाँबाट त्यसरी डाइरेक्ट जाने हो कि गएन पहिला विचार जान गएको छु अब गाडीभित्र मान्छे घुमेको छैन क्या साँच्चै माया मार्यो के एक्लै पार्यो कि तर मेरो स्वर भनेको त भैँसीको पाराको जस्तो हो छ त अनि कस्तो गाइडहरू हामी चाहिँ टक्क आइसक्यो है बाटो चाहिँ यहाँको त्यस किचलीहरू है तिनीहरूले चाहिँ एकदमै राम्रो बनाएका छन् है ऊ एक किचा बनाउनु पर्छ तपाईँहरूले चाहिँ त्यो साइडमा चाहिँ गर्नु माथितिर बसिरहेका छन् हाई हाई भन्नु मिल्दैन भोलि हेर्नुपर्छ बस्नु छ खाना खानु लाग्यो गाइजहरू अहिलेहरू चाहिँ एकदमै अफरोड बाटो है साथीहरू अफरोड बाटो यसरी यो बाटो देखाइने हो कि ठाउँमा दिने हो नि त साथीहरू गाडी चाहिँ बाटो चाहिँ प्लास्टिक हो तर जे होस् म चाहिँ दिइरहेको छु है साथीहरू टिम चाहिँ जनाटन चाहिँ बाटो बाटोको क्या अघि सबै गेरी बिहा हाल्नु पर्ने के र के हुन्छ त्यो खोलाबाट लिएर होइन कति बेला तर यार यो टायरमा चाहिँ हावा चाहिँ लाग्छ कम भयो त्यो पाइपले जान्छ छिट्टो देख्यो त्यो एउटा
बुझ्यो माथि घामको कारण चाहिँ देखेको छैन बाटो तर मलाई एउटा चिजको कमी लाग्छ त्यो चाहिँ एउटा पुल हेर्ने तर अन्त एउटा चाहिँ म जुन चाहिँ ध्यान दर्शाएको छ माइक पनि छ सबै छ है सबै पनि भइसकेको छ सबै देख्छै न क्या देखेछ के पुरा देखेछ नि त्यो दिनुपर्ने तर नहीं ढुलो र एक किसान तो कठिन नहीं भाई काम गरीब लोग के होते ना के हम तो गरीब लोग है लेकिन हमारा पास छाना छाना वाला बाइक है हाँ? छोटा 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 यार छाना छाना बोलता है यार बाटो सब देखेछ क्या त्यो साथीहरू हामी चाहिँ अहिले चाहिँ पारि देखाएको त्यो गाउँ चाहिँ पुरा है के भन्छ झाँक्री गाउँ है झाँक्री गाउँको वल्लोपट्टि पल्लोपट्टि छौँ हामीहरू त्यो सबै यो चाहिँ प्युठानको झाँक्री गाउँ भन्ने चाहिँ यस्तो छ है साथीहरू देखाइदियो त प्युठानको झाँक्री गाउँ र अहिले चाहिँ घाम लागिरहेको छ त्यति साह्रो देखिरहेको साथीहरू अब त्यो त्यसमा चाहिँ भनिहालेँ तर त्यही हो तर यस्तो त्यो झ्याउनेर हामीले झन्डै बाँदरहरूले झन्डै मारे नि प्युठानको झाँक्री गाउँ वाल्लो टुट्टाबाट हामी चाहिँ त्यस्तो गइरहेका छौँ अब हामी एकछिनको हामी चाहिँ अब ढुङ्गेठारी पनि आउँछौँ अनि ढुङ्गेठारीबाट उता गएपछि बाटोहरू चाहिँ खनेको छ अरे बाटो बिग्रेको छ भन्ने छ है साथीहरू त्यही हो अब टेन्सन गर्नु पर्दैन चाहिँ एकदमै बाटो चाहिँ राम्रो बनाएको रहेछ तपाईँको बाटो के कसो छ हेर्न चाहनुहुन्छ यस्तो हो कि तर प्युठानमा चाहिँ विकास चाहिँ एकदमै भइरहेछ है साथीहरू त्यो चाहिँ त्यहाँबाट चाहिँ देखिरहेको नि साथीहरू किनभने यहाँ चाहिँ डबल कटिङ पनि सुरु भइसकेको छ गाई डबल कटिङ भएको छैन पारी भइरहेको छ साथीहरू आइसक्यौँ तर ढुङ्गा छ ढुङ्गे गाउँपालिका नाम लाग्नुपर्ने हो अहिले कुद्यो त मत पछि आगो रे हजुर भाइ त इसा नरान्न हुन्छ म बन्द गरिदिन्छु आउनुहोस् बिस्तारै कहाँ ल्याउनु दाजु हो गर धमाइ उठाइदियो एक्लै हो दाजु फोन आएको छ यार खोइ